आज चाहिँ बारीमा घुम्दै जाँदाखेरि चाहिँ चिल्यो माउले आएर के रहेछ अघि मलाई पनि झन्डै चिल्यो सचानीको रुखमा बसेको रहेछ नि। अनि बाबालाई बोलाएर चाहिँ बक्सामा लाउँदैछ। हामी चाहिँ माउरीहरू देख्यो भने उघाउँदै बक्सामा लाउँछ नि त। पुरा भन्किँदैछ। एक दुईवटाले त चिल्यो पनि भन्ने हुँदै थियो बाबाले। जकले उघाउँदै बक्साको ढुँडमा लाउनु पर्छ नि त। हामी चाहिँ यसरी गर्छ। बाबाले चाहिँ राना हेर्दैछ। राना देख्यो भने चाहिँ त्यो माउरी भन्दा चाहिँ अलिकति ठुलो हुन्छ हौ। सेक ठुलो हुन्छ, अलि लामो हुन्छ। त्यसलाई टिपेर भित्र बक्साभित्र लायो भने चाहिँ आफै सबै आफै आएर पस्छ नि त। राना भित्र पस्यो कि माथि त्यो रुखमै छ हौ। राम्रो हेर्दैछ रानालाई। म चाहिँ पछाडिबाट भिडियो गर्ने। यो चाहिँ साउथ सिक्किम मलिडाँडामा हो, मल्लीखोला भन्ने जग्गामा। काँक्राहरू पनि फुलिरहेको रहेछ हौ। ड्याम्मै छ काँक्राहरू। रानाको खोजीमा छ ध्यानसँगले। अब यो उगाइसकेर चाहिँ घरमा लगेर राख्नुपर्छ। काम गर्न थालिहाल्छ पट्टापट। भित्र बस्यो। आधीमा बेसी चाहिँ हालिन्छ कि ढुँडभित्र।
चाहिँ कहाँबाट उडेर आएर चाहिँ हाम्रो सब्जीबारी भित्तामा सजानीमा बसेछौँ। हाम्रो चाहिँ हल्का घिउसिमी पनि फल्नु सुरु भयो नि त। अन्त भिडियो गर्दै सिमी पनि हल्का भिडियो गरिदिएको नि। सिमीबारीहरू हरियै 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 छ अहिले बारीभरि। खालि भ्याइन्जेलसम्म छ सब्जी मात्रै। काँक्रा बारी अहिले त सिमीको सिजन हो नि त। बारीमा जाँदै गएर मौरी पनि ठिक्कै आएछ। दिउँसो घाममा पुरा बिच्किरहेको रहेछ मौरी पनि। कहाँबाट आएको हो नि। अब यसलाई लगेर चाहिँ घरमा मजाले छानाहरू दिएर राख्नुपर्छ। लगभग अब सकेला जस्तो भइसक्यो। बाबाले चाहिँ बढाल्नु हुँदैछ। निउको पत्ताले चाहिँ त्यहाँ रहेको हल्ला चाहिँ यसरी बढाल्यो भने चाहिँ राणा पस्यो भने चाहिँ आफै टोलमा पस्छ नि त। त्यसैले यसरी अलिअलि भएको चाहिँ बढालिदिनुपर्छ। हुर्काउनु सक्दैन नि त अलिअलिलाई। फेरि सिमीबारी घुमाइदिएको नि लास्टमा चाहिँ। अब यसलाई लानुपर्छ घरमा।